हेलो अनि नमस्ते सम्पूर्णमा शुभ बिहानी। स्वास्थ्यको लागि खेलकुद मात्र नभएर खेलकुद एउटा जीवनको अभिन्न अङ्ग पनि हो, भाइचारा पनि हो। सभ्य समाज निर्माण गर्नको लागि खेलकुदको ठुलो महत्त्वपूर्ण जिम्मेवारी हुन्छ। त्यसै कारणले गर्दा म आज यो 7A साइडको हकी ग्राउन्डबाट तपाईहरुलाई सम्पूर्णलाई नमस्ते शिवा झुरले जोजलोपा भन्न चाहन्छु। हामी आज खेलकुदको माध्यमबाट विश्वलाई नै चिनाइरहेको छौँ। आज त्यो बामी सदर क्रिकेट हो। हरेक पालिका हरेक कुरामा अबको दिनको परिकल्पना भनेको एउटा क्रिकेट रङ्गशाला पनि अनिवार्यता छ। त्यसको साथसाथै हकी पनि एउटा हरेक कुराको हरेक पालिकामा हकी ग्राउन्ड पनि बन्नुपर्छ भनेर मेरो यहीँबाट अनुरोध गर्न चाहन्छु। त्यसैगरी बास्केटबल, त्यसैगरी तपाईको ब्याडमिन्टन कोर्टहरू पनि निर्माण गर्नुपर्छ। मलाई यहीँबाट तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु। र हामीले विकास भन्ने बित्तिकै त्यो रोड मात्रै बनाउनु, रोड मात्रै गाडी मात्रै कुदाउनु विकास हैन नि। विकास त हरेक चीज छ नि त। खेलकुद भन्ने बित्तिकै तपाईको एउटा विश्वले चिनाउँछ। यसले त भाइचाराको निर्माण गर्छ। आज हामी दिप्रुङले मात्रै नभएर, आज खोटाङको समग्र मात्रै नभएर यो तपाईँ विश्वकै नेपालकै समग्र कुनाराको रूपमा हेर्ने हो भनेदेखि हामी हरेक राम्रो स्टेडियमहरू, राम्रो तपाईको चाहिँ एउटा खेल मैदानहरू हामीसँग प्रशस्तमा पनि छैन। हामीसँग त्यो पनि निर्माण गर्न सकिँदैन। तर हामी अबको दिनमा पालिका सरकार आइसके, स्थानीय सरकार आइसकेपछि, नजिकको सरकार आइसकेपछि धेरै कुरा गर्न सकिन्छ। त्यसकारणले गर्दा मैले यहीँबाट भन्छु, हेर्नुहोस् त यो सानो यो चाहिँ तपाईको रात्रिकालीन हो। यसरी मजाले खेल्न सकिन्छ। यो हकी ग्राउन्ड हो। हेर्नुहोस् सरर तपाईको लाइट लगाइएको छ। हेर्नु यस्तो छ। हामीले गर्न सकिन्छ है साथी हो। गर्नुपर्छ भने चाहिँ म यहीँबाट जोड्दा आएको छ। बाई बाई।